अब चाहिँ यसरी सिसिटिभी पनि जोडिसक्नु भएको छ अघि बिहानले यता यसरी देखिँदैछ है सिसिटिभी मेरो कति 350 किलो भयो अरे 419 किलो 800 ग्राम भएछ सुँगुर हेर्दा हेर्दै यता गाडी आइसकेको छ सक्यो है अब यहाँ जोग्दैछौँ एउटा इस्यु निन्द्रा पुगेन छ ट्र्याक्टरमा यस्तो छ गाई छ ल यता पनि यस्तै छ ए उठ न निन्द्रा पुगेन छ ट्र्याक्टरमा लु मेरो सालोले पनि पो अहिले त ल्याइदिनु भयो त लु अब हामी चाहिँ यहाँनिर यत्रो भइसकेको छ ट्र्याक्टरमा आएको कुखुरा यहाँ चाहिँ यत्रो खोरै भरियो अब जोग्दैछौँ अझ पनि अब यति बाँकी छ है त हाम्रो 3वटाको चाहिँ 12 केजी 300 ग्राम है त यहाँनिर हाम्रो बिलमा चढेको छ अब माथि खातामा चढाउने हो दर्शकबिन हामी अब धुस्रे फुस्रे भएको पनि छ अनुहार देखाउनु लाज मर्दो भइरहेछ मलाई चाहिँ होइन अब भरै गएर चाहिँ चट्ट चैनी नुहाउनु पर्ने हुन्छ आज चाहिँ मेरो यता भाइ काजीले पनि सघाउनु भयो एकचोटि मौका संजोग मिलाएर होला होइन कतिपय यी भाइको पनि कामै काम होला यो कुखुराले के भन्छ भने नि यो सोमसालाई चिने भन्छ सर्वप्रथम त सम्पूर्ण दर्शकहरुमा नमस्कार जति पनि मेरो भिडियो हेरेर बस्नुहुने माया गर्नुहुने सबै साथीहरु दर्शकहरुलाई म हार्दिक नमन गर्दै आज चाहिँ सानो भिडियो बनाउनु लागिरहेको छु र हजुरहरुको माझसम्म प्रस्तुत गर्दै छु र मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु र भिडियो चाहिँ चल्ला कुखुरा सम्बन्धीको भिडियोहरु बनाउँदै छु र ती भिडियोहरु चाहिँ हजुरहरुको माझसम्म देखाउनमा लागिरहेको छु र मेरो YouTube च्यानललाई पनि हजुरहरुले लाइक सब्स्क्राइबहरु पनि गरेर छोड्नु होला र कमेन्टहरु पनि छोड्दै जानु होला अनि हाम्रो भिडियोलाई सक्दो हेरिदिनु होला शेयर गरिदिनु होला सबैभन्दा हाम्रो सानो चल्ला यो आउँदो सोमबार चाहिँ 1 हप्ता हुने चल्ला यहाँनिर मैले 150 वटा हालेको छु है र यहाँ चाहिँ अलिकति भिडियो चाहिँ त्यति राम्रो निस्केको छैन किनभने यो जालीले अलिक डिस्टर्ब गरेको रहेछ दर्शकबिन यहाँ माथिबाट हेर्दा पनि अलिकति डिस्टर्ब आइरहेछ है र यो ठुक्रिरहेछ अब बत्ती बाल्नु पर्ने अवस्थाले छुको छ साथसाथै अब हाम्रो सबै यो फर्म हो यो फर्म देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो तरिकाले देखिन्छ है अब म चाहिँ चल्लाहरुकै अवलोकन गर्नमा गइरहेको छु अब यतापट्टि यो अघिको भन्दा अलिक 15 दिनको जेठो लटमा जाँदै छु हजुरहरु पनि हामीसँगै रहेर हेर्दै गर्नु होला सँगै हेरौं अब चाहिँ म यो ठ्याक्कै यो यसको दाजु लटमा चाहिँ आइपुगेछु है अघि जुन चल्ला हामी हेर्यौं त्यो भन्दा यो ठुलो लट यो चाहिँ 15 दिन जेठो हो है ल हेर्नु होला यो 15 दिनको जेठो यो पनि अलिक जारो महसुस गरिरहेछ यसले पनि यस्तो छ अब हामी अर्को यो भन्दा दाजु लटमा जान्छौं है फेरि 15 दिनको जेठोमा यहाँ चाहिँ मैले बत्ती बालिसकेको छु अब यो भन्दा 15 दिनको जेठो लटमा जाउँ फेरि पनि उतैपट्टि छ यो 15 दिनको जेठो लट है यहाँनेरि छ यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ 15 दिनको जेठो है यो भन्दा दाजु लटमा पनि हामी जान्छौं अब चाहिँ त्यस पछाडीको हाम्रो यो
15 दिनको फेरि जेठो लटो यता हेर्नु होला यस्तो छ। ल साथीहरू यहाँ हामी चाहिँ छिरिसकेको छौँ। यो चाहिँ सबैभन्दा ठुलो लटको हो, देख्नु सक्नुहुन्छ। यो चाहिँ अहिले आज लानेवाला छ, अन्तिमसम्म हेर्दै रहनु होला। कुखुराको व्यवसाय गर्ने मान्छे हो, मेरो खेती पनि छैन, यही नै हो खेती है। यस्तै छ खेती र अर्काकै ठाउँमा भाडामा बसेर मैले अहिलेसम्म कुखुरा पालनै गरेर चाहिँ बसेको छु। र तलतिर हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ च्वाचेहरू, हाम्रो कुखुरा सम्बन्धीको भिडियो बनाउँदै बनाउँदै आइपुगेँ म च्वाचेको खोरमा र च्वाचेको भिडियो पनि बनाउँदैछु है। यो चाहिँ हाम्रो च्वाचे, यो चैतमा ल्याएको, यत्रो यत्रो छन्। अनि अब पल्लो खोरमा पनि छ, यतापट्टि पनि फेरि अस्ति मात्रै भर्खर 10-15 दिन भइरहेछ होइन ल्याएको। यस्तो छ हाम्रो जम्मा जम्मी 4वटा छ च्वाचेहरू। ल साथीहरू उता हेर्दा हेर्दै सुँगुर हेर्दा हेर्दै यता गाडी आइसकेको छ। के छ भन्दाखेरि कुखुराको चारो लिएर आउँदैछ है, त्यहाँ देख्नु सक्नुहुन्छ, त्यहाँनिर आउँदैछ है। अनि हाम्रो 20 बोरा चारो अनलोड गरिसकेपछि फेरि कुखुरा लगेर जानुपर्ने हुन्छ। त्यस पछाडि फेरि ल उतापट्टि आइरहेछ है यो गाडी चाहिँ। ल है गुरु हाम्रो यहाँनिर चारो आइपुगेको छ है। ल चारो मात्रै नभएर यहाँनिर हाम्रो पसलको पनि केही सामानहरू आएको छ। दर्शक पनि हेर्नु होला। अब यो चारो हामीले अनलोड गर्न गइराखेका छौँ, साथसाथै कुखुरा पनि लानुपर्ने छ यही गाडीमा। ल गुरु बोकुम बोकुम बोकुम। भाइले पनि मलाई सघाउँ है स्प्राटहरू छ होइन त हाम्रो लगाइदिन्छ भाइ। चाउचाउ एकचोटि 3 लाखसम्म भिडियो हेरेको थियो क्या भ्युज। अन्त लामो भिडियो प्रायः बनाउनु थालेको, केही सामानहरू आएको थियो, स्प्राटको सामानहरू अनलोड हुँदैछ। हेर्नु होला हाम्रो यस्तै साधारण यसो पसलहरू पनि गर्छौँ होइन। कुखुरा किन्नु आउने मान्छेहरूले यसो चिरुप्पा क्या खान्छन्, काम गर्ने मान्छेलाई यस्तै होइन धुत्रे र धुत्रे। यसरी गर्नुपर्छ। अब चाहिँ हाम्रो नेरो सक्नु आँटेको होला सायद। कति छ चारो? ल साथीहरू चारो बोक्नु यस्तो छ। अब कति बोरा लिएको जाउँ न? 20 बोरा। हजुर कहिले 2 दिन भयो। अब चाहिँ हाम्रो चारो पनि सकिन आँटेको छ र यस्तो कुखुराहरू ल रातो शिर भएको ठुल्ठुला कुखुरा पठाउने छौँ। अब अनि गुरु गाडी घुमाएर ल्याउने होला हैन।
अब म चाहिँ चारो बोक्ने परेको छु, त्यस कारणले कुखुरा बोकेको छुइनँ। यस्तो खालको कुखुरा कतिवटा अट्छ हौ गाडी त अट्छ 90 वटा।哎呦我的妈！ ल लास्ट सक्यो है अब चाहिँ। अब यहाँनिर मेरो त्यसलाई उ गर्नुपर्छ है। ल अब चाहिँ सकेको अवस्था रहेछ। अब चाहिँ यो कुखुराहरू हाल्ने हो, अझ पनि खोरमा बाँकी नै छ। र यो गाडी चाहिँ घुमाउनु लानुहुन्छ होइन गुरु? ल घुमाएर ल्याउनु है। हाम्रो यहाँ कुखुराको अवलोकन गर्दा गर्दै चारो पनि अनलोड गरिसकेको छु र जम्मा 20 बोरा चारो अनलोड गरिसकेर दर्शकबिन यहाँ कुखुरा खोरमा पनि छिरिसकेको छु। यो कुखुरा प्रायः सबै जस्तै लान्छ, यो गाडीमा अट्छ होइन। हेर्दाखेरि सानो छ ट्र्याक्टर भए पनि अब त्यो गाडी घुमाउनु गइरहेको छ अब होइन। अनि अब यहाँ चाहिँ ला नि बिचारा तल्लो कालो हाम फालेछन् त 3टा त। ल साथीहरू अब यहाँ ट्र्याक्टर घुमाएर चाहिँ आइरहेको छ है उताबाट। हामी अब कुखुरालाई लोड गर्ने तयारीमा छौँ। अहिले सब अब हामी पहिलो कुरो चाहिँ सेउला हाल्नेछौँ। जम्मै ल्याउनु पर्ने, आधी पनि लड्छ नि त्यो। कुखुरा त योभन्दा अट्छ नि त होइन? यति त के अटिहाल्छ नि। 80-90,000 चारो भयो। आज मात्रै 1,80,000 चारो हो। 1,00,000 कुखुरा हो भने थोरै भयो अहिले त थोरै नि छौँ। थोरै कि धेरै हो यो? थोरै नि के हो धेरै? हेर देख्छु त। आँखा कमजोर भयो होला। आँखा कमजोर भएर होला। कमजोरी भयो भने छैन। मरे भन्छ अहिले मार्दैन भोलि भरे भनेको। यो कुखुराले के भन्छ थाहा छ? यो कुखुराले के भन्छ भने नि, यो सोमसरलाई चिने भन्छ हौ। आयो रे मा। अब यो किन नले हो? अरे म साह्रो पर्छ। तल्लो कल्ला झरिरहेछ एउटा। दुईटाको झरेको रहेछ।
तल्लो कानलाई झरेछ त्यो टिपेर निकाल कति भएछ ट्र्याक्टर त अहिले भरिँदैन सबै लाग्छ यो जम्मै अब हाम्रो खोरमा चाहिँ यति रहेको रहेछ साथीहरू अब यो खोरको रहेको चाहिँ अब झोलामै बोक्नु पर्ने हुन्छ अब भने चाहिँ हामी कुखुरा पनि लोड गरिसक्यौँ हैन अब जाने हो टक्कसँगले दिक्तेल बजार गुरुहरू बिस्तारो बिस्तारो कुदाउनु ल ओ गुरु बिस्तारो बिस्तारो कुदाउनु अब चाहिँ हामी दिक्तेल बजारसम्म कुखुरा लगेर गइराखेको अवस्था ट्रलीमा बसाइ छ समात्यो कुखुरा लगेर जाने ल हेर्नु त साथीहरू अब हेर्दै गर्नु होला हामी माथि बजार पुगेर अब जोग्दै गरेको दृश्यहरू पनि देखाउँछौँ हो हेर्नुहोस् त्यो भयो अब यतातिर मेरो फर्म हो देख्न सक्नुहुन्छ होइन त्यस्तै छ आजको दृश्य भने चाहिँ मेरो कुखुराहरूको अवलोकन गर्दै यो यस्तै भिडियोहरू बनाएको छु होइन हजुरहरूले पक्कै पनि माया गरेर हेरिदिनुहुन्छ भन्ने विश्वास छ अब हेर्दै रहनु होला हामी माथि बजार पुगेको दृश्य देखाउनेछौँ यस्तो उकालोमा कष्टकर छ अब चाहिँ हामी पुग्नु लागिसकेको छ है उकालोमा यसरी कुखुराहरू खाँदेको गर्छ है अहिले चाहिँ हामी यो पिपल चोक भन्ने ठाउँमा आइसकेको छौँ अब यो पिपल चोकदेखि चाहिँ उकालो ठहरियो होइन अब धेरै छैन 1 मिनट मात्र हो मलाई चाहिँ यो हाम्रो कुखुरा चाहिँ उकालोमा चाहिँ अलिक पुरा तल खाँदिएर बर्बाद भइरहेछ बिचराहरू अब भने चाहिँ हामी दिक्तेलको नगरपालिकाको आइराखेको छौँ ठ्याक्कै यहाँ आइसकेको छौँ होइन यतिर देख्न सक्नुहुन्छ मासतिर चाहिँ हेलिप्याड डाँडाहरू देखिराखेको छ ओ उमेशजी अब चाहिँ सकेको होइन हाम्रो गन्तव्य ठाउँ यहाँसम्म मात्रै हो नि त ल है त अब चाहिँ हाम्रो धमाधम कुखुरा झार्ने जोक्ने मात्रै कार्यक्रम हुन्छ अब अहिले चाहिँ हामी यहाँ मेरो पार्टनरसँग भेट भएको छ तपाईँहरू अन्तिमसम्म हेर्दै रहनु होला अहिले जोखेको छ हामी देखाउनेछौँ होइन उमेशजी अब यो उमेशको कुखुरा भयो अघिसम्म मेरो थियो अब चाहिँ उमेशको कुखुरा भयो यहाँ हामी यो कुखुराको खोरैभित्र छौँ र यहाँ चाहिँ हाम्रो कटिङको खोरमा छौँ र हाम्रो उमेश भाइ सँगसँगै ट्र्याक्टरले हल्लाउँदा गर्दा अहिले आइपुगेर अब जोक्नुलाई चाहिँ हामी तर्खरमा छौँ है अब यहाँनिर यसरी जोक्नुपर्छ र हाम्रो यो जोक्ने काटा यही हो यी हेर्दै रहनु होला अन्तिमसम्म हामी जोखिसकेको
दृश्य पनि देखाउनेछौँ भन्दै हामी अगाडि लाग्यौँ त जोक्नुमा। त्यसले आएपछि सक्यो होइन अब चाहिँ दुईवटा छ त पनि। अब यहाँ जोक्दैछौँ। एउटा सुतेर निन्द्रा पुगेन छ ट्र्याक्टरमा, यस्तो छ गाइजहरू। ल यता पनि यस्तै छ। ए उठ न, निन्द्रा पुगेन छ ट्र्याक्टरमा। लु मेरो सालोले पनि पो अहिले त ल्याइदिनु भयो त हौ। लु सालोजी हजुर भन्नुहोस्। ल है अब हामी चाहिँ यहाँनिर यत्रो भइसकेको छ ट्र्याक्टरमा आएको कुखुरा। यहाँ चाहिँ यत्रो खोरै भरियो। अब जोक्दैछौँ अझ पनि अब यति बाँकी छ है त। हाम्रो 3वटाको चाहिँ 12 केजी हल्ली, 12 केजी 300 ग्राम देखाउँछ। यहाँ हल्लिएर भएन। 12 केजी 300 ग्राम है त। ल है अब चाहिँ हामी अब यहाँदेखि चाहिँ निस्क्यौँ। यहाँनिर हाम्रो बिलमा चरेको छ, अब माथि खातामा चराउने हो। दर्शकबिन हामी अब धुस्रे फुस्रे भएको पनि छ, अनुहार देखाउनु लाज मर्दो भइरहेछ मलाई चाहिँ होइन। अब भरै गएर चाहिँ चट्ट चाहिने नुहाउनु पर्ने हुन्छ। आज चाहिँ मेरो यता भाइ काजीले पनि सघाउनु भयो एकचोटि, मौका संजोग मिलाएर होला होइन। कतिपय यी भाइको पनि कामै काम होला परिस्थितिले गर्दा, नत्र सघाउने मान्छे नै हो, नसघाउने मान्छे चाहिँ होइन। सहयोगी मान्छे नै हो, सहयोगी मन भएको मान्छे। उहाँको घर चाहिँ नेर्पा स्थित उहाँको घर हो। अहिले चाहिँ म बाथरुमभित्र छु र सरसफाइ गरिसकेर अर्को कपडा चेन्ज गरेर चाहिँ म माथि हिसाब किताब गर्नुलाई निस्किराख्नुलाई तयार गर्दैछु होइन। निस्किनुलाई चाहिँ तयार गर्दैछु। अब हिसाब किताब गर्नु निस्किनु तयारी गर्दैछु। कपडा पनि चेन्ज गरेको, कुखुराको काम गरेर यस्तै हो है। निस्किँदै गर्दाखेरि यहाँनिर कुखुरा काट्दै गरेको चाहिँ भाइहरू पुरा 2टा चाहिँ किन लडाएको होला भनेर भन्नु अरे। ए ल ठिक छ। यो चाहिँ हाम्रो त्रिशक्ति पोल्ट्री फार्मको फ्रेस हाउस, हाम्रो आन्टीहरूको घर। अब चाहिँ यसरी CCTV पनि जोडिसक्नु भएको छ। अघि बिहान यता यसरी देखिँदैछ है CCTV। म यहाँ देखिँदै रहेछु कि झोला बोकेर उभिरहेको देख्नु सक्नुहुन्छ गाइजहरू। ल यतै मेरो कति 350 किलो भयो अरे। 419 किलो 800 ग्राम भएछ। उमेशजी आज चाहिँ हाम्रो यस्तो खुसियाली छ कि यता CCTV जोडेर चाहिँ यता CCTV जोडेको कारणले चाहिँ होइन मलाई एकदम खुसी लागिरहेछ। यस्तो छ होइन। अनि यो चाहिँ जुन हाम्रो अङ्कलहरू गोदाममा बस्नु भएको पनि पुरै देखिन्छ यहीँ। यसरी देख्नु सक्नुहुन्छ ल। हाम्रो अङ्कलहरू गोदाममा बस्नु भएको छ। यो सम्मर भाइले मासु काट्दैछ। तल्लोपट्टि एकजना मासु लिनु आउने ग्राहक आइरहेको छ। यहाँनिर हेर्दैछ कति किलो लान्छ भनेर चाहिँ अब हेर्नु पर्ने भयो कि। साथीहरू म चाहिँ अहिले भर्खरै मात्र आइपुगेको छु यहाँनिर होइन। र रात पनि परिगयो। कुखुरा जोग्दा ओर्दा अब के गर्दा होइन माथि अब हाम्रो त्यस्तै ठाडो बाटो छ। अनि हिसाब गर्दाखेरि भर्खरै मात्र म आइपुग्नु सफल भएको छु मेरो फर्ममा। हेर्नु होला है त आजको भिडियो के कस्तो लाग्छ हजुरहरूले अन्तिममा आएर कमेन्टहरू पठाउनु नभुल्नु होला भन्दै। जस्तो मनमा लागेछ त्यस्तै खालको कमेन्टहरू पठाउनु होला भन्दै बाई बाई।